Sony GV10 Mark II दामी चेकी क्वालिटीमा कन्टेन्ट क्रिएटरहरुको फेभरेट एकदम बवाल बिगिनर्स वाला मोडल रहेको छ 4K 60 FPS सम्म त हानिहाल्छ भने 120 FPS पनि हान्ने भएको छ यो नयाँ अपडेट पछि एकदमै राम्रो चलाउन एकदमै दामी मिररलेस सिरिज भन्ने बित्तिकै तपाईको आइफोन जस्तो चला जस्तो सजिलो हुन्छ यति शार्प इमेज छ यति राम्रो छ तपाईले के भन्ने यति दामी छ यति चक्की छ तपाईले के भन्ने बेस्ट अफ द बेस्ट छ तपाईले के भन्दिनु एकदम राम्रो दामी चेकी क्वालिटीमा रहेको छ भने यसमा तपाईले चाहिने कुराहरु सबै यसमा तपाईले पाउन सक्नुहुन्छ है जस्तै यहाँ देख सक्नुहुन्छ स्टाइपी आहा एकदम दामी स्टाइपी एकदम चक्की स्टाइपी एकदम बवाली स्टाइपी पनि पाउनुहुन्छ साथसाथै यसमा अर्को के आउँछ भन्दाखेरि यो तपाईको मार्क 2 एडिसन रहेको छ यहाँ देख सक्नुहुन्छ मार्क 1 सक्सेसर पछि मार्क 2 रहेको छ मार्क 1 मा चाहिँ तपाईको 4K 30 FPS मात्र छ भने यसमा चाहिँ तपाईको 4K 60 FPS सम्म आनन्दले जान्छ है साथसाथै यहाँ देख सक्नुहुन्छ यसमा आउँछ तपाईको NPZ 100 भन्ने ब्याट्री जुन तपाईको भन्नु न भर्जन 1 भन्दा डबल टिक्छ एकदमै बेसी टिक्छ अनि यो ओजी ब्याट्री भएको कारणले गर्दा ओभर हिटिङ पनि पहिलाको भन्दा एकदमै कन्ट्रोल भएको छ एकदमै राम्रो खालके रहेको छ साथसाथै मेन त तपाईको बडी आहा एकदमै बवाल क्वालिटी एकदम कमाल यो तपाईको एकदमै राम्रो लाइट वेट एकदमै दामी लाइट वेट एकदमै बवाल लाइट वेट चक्की क्वालिटी वाला बवाल लाइट वेटमा यहाँ देख सक्नुहुन्छ राम्रोमा रहेको छ यहाँ देख सक्नुहुन्छ यो तपाईको 1650 वाला लेन्स आउँछ 16 मिमी टु 50 मिमी वाला तपाईको आउँछ जसको कारणले गर्दाखेरि तपाईको भन्नु न नर्मल कन्टेन्ट खिच्न सजिलो हुन्छ तर ब्लगिङ सगिङ गर्नुहुन्छ भने 10-18 को तपाईले लेन्स चाहिँ लिनुपर्छ है यहाँ देख सक्नुहुन्छ फ्लिप आउट स्क्रिन देखि लिएर सबै आउँछ यहाँ देख सक्नुहुन्छ अब बिगिनर्स क्यामेरा चाहियो कुन लिउँ भन्नुहुन्छ भने डाइरेक्ट तपाईले यो लिन सक्नुहुन्छ पछि DJI को माउन्ट देखि लिएर NPZ ब्याट्री देखि लिएर एकदमै राम्रो देखि लिएर तपाईको बिगिनर्स को लागि OSS 2 लेन्स पनि नयाँ अपडेट देखि लिएर सबै पाउन सक्नुहुन्छ है यो चाहिँ तपाईको JND टेक्नोलोजीबाट हामीले रिभ्यूको लागि आएको सामान रहेको छ थ्यांक यू JND टेक्नोलोजी लु तपाई पनि लिन सक्नुहुन्छ नम्बर तलै छोड्दै छु दामी चेक